गुड मर्निङ अनि नमस्ते शुभ बिहानी। म चाहिँ एउटा सानो मजा गर्न गइरहेको छु। मेरो भएको छ नारायणघाटबाट है। तपाईँहरूले नराम्रो नसोचिदिनु होला, खालि एउटा रमाइलोको लागि मात्र मैले यो भिडियो बनाएको हो। उहाँ चाहिँ मान्छे चाहिँ एकदम राम्री है, मान्छे चाहिँ एकदम राम्री है। मेकअप गर्दा त झन् भन्नै पर्दैन यति राम्री छिन्। उहाँलाई चाहिँ मैले खालि यो अनारमा चाहिँ अलिकति घाँसबारी छ के उहाँको, त्यो घाँसबारीलाई फाल्यो भने चट्ट कस्तो राम्रो केटी जस्तै देखिन्छ मैले कति भन्छु कि उहाँलाई। तर उहाँलाई बोलाउँछु आउँदै आउनुहुन्न। मैले रेजर आउँछ बिरगनाले गर्नलाई आउनु भन्छ, आउनुहुन्न। अनि किन आके त अनि यति दाडी जुवाले त हो त अनि अलिकति यति दाडी जुवाले त हो नि अलिकति नराम्रो देखिने। न त तामा त मेकअप गर्दा त आमा अस्ति मलाई फेल गरिदिकिन्, छोरीलाई फेल। आमामा न्यु इयरको दिन है मेकअप गरेर लगेको मैले उहाँलाई, मलाई फेल गरिदिएँ। त अब हेर्नु के भन्नु छ, मेकअप गरिदिएर पुरा सेक्सी डान्स गर्दै थिइन्। हेर्नु उहाँको भिडियो पनि राख्छु म टिकटकमा, त्यो भिडियो तपाईँहरूले हेर्नु होला। त्यो भिडियो पनि राख्छु र यो भिडियो पनि मैले टिकटकमै हाल्नलाई बनाएको खासमा है। कति राम्रो देखिदिन् के त्यो दिन, त्यो अनुहार र यो अनुहारमा हेर्नु न। मेकअप नगर्दा यस्तै छिन्, मेकअप गर्दा त आमामामा मलाई फेल गरिदिने, मलाई फेल गरिदिए कि म त अचम्मै पर्यो। यति राम्रो पिङ्क कलरको कपडामा त झन् A1 यति राम्री देखिथिन् कि आमामामामा। नाम फेरि नेपाली कान्छी, सबै नेपाली कान्छी भनेर चिन्नुहुन्छ। हाम्रो नेपाल अधिराज्यभरको जति पनि हाम्रो साथीहरू हुनुहुन्छ उहाँलाई चाहिँ नेपाली कान्छी भनेपछि सबजनाले चिन्नुहुन्छ हो कि होइन भन्नु त? के हो तपाईँको खास नाम के हो भनिदिनु त? छैन नाम मेरो, नाम भनिदिनु न हौ। नाम छैन, केही न केही त होला नि त नाम। तपाईँको फेसबुक नाम भनिदिनु नि त, फेसबुकमा के नामहरू राख्नु किन राख्नु पर्यो? मेरो फेसबुक नाम पर्दैन। के नाम हो भन्नु त? म छैन मेरो फेसबुक चलाउँदिनँ, म आउँदिनँ, पढ्न लेख्न आउँदिनँ। उहाँको नाम चाहिँ नबिना गुरुङ, तर चाहिँ सबैले चिन्ने र बोलाउने चाहिँ नेपाली कान्छी। नेपाली कान्छी भनेपछि चाहिँ उहाँलाई सबै अल के सबैजनाले हुन्छ उहाँलाई नेपाली कान्छी भनेपछि त। आमामा नेपाली कान्छी भनेपछि त फेमस। मेरो मम्मी के, मेरो मम्मी हिटिका हिट हो नि मेरो मम्मी त। आमामा हेर्नु न कस्तो रमाइलो छ। यति मिलनसार आलु हो मान्छे त। आलु भने तपाईँले बुद्धि आलु भनेर सोच्नु, बुद्धि आलु होइन के, जेमा पनि मिल्ने खाले आलु के, जोसँग पनि मिल्ने आलुलाई मिलाए पनि मिठै हुन्छ, सागमा मिलाए पनि मिठै हुन्छ, जेमा पनि मिलाए पनि मिठै हुन्छ नि। त्यस्तै ऊ पनि मसँग पनि मिल्छ, ठिकै छ। अर्को साथीसँग गएर पनि ठिकै छ। सबै कुरा राम्रो छ, तर चाहिँ उसको एउटा बानी चाहिँ साह्रै नराम्रो बानी छ। त्यो पनि म भनिदिउँ साथीहरू सुन्नियो भएको एउटा नराम्रो त्यही हो। तपाईँको के हो? तपाईँको नराम्रो बानी के हो भनिदिनु त यहाँ। बेलामा आउने अनि ढाँटे पर्ने। उहाँको नराम्रो बानी भनेको चाहिँ झुट बोल्ने। अब हेर्नु नि कलैया आएको 2 दिन भयो है। कतिजनाले उहाँलाई फोन गर्नुभएको छ कि, फोन गर्दाखेरि चितवनै छु भन्नुहुन्छ उहाँले, तर छिन्छ यहाँ कलैया है साथीहरू। अन्त अनि एकपल्ट मैले है नारायणघाटमा बोलाएको, यहाँ फोन गरेर बोलाएको है। बाटोमा कति ठाउँमा के बनहरी आइपुगे भन्छन्, फेरि एकछिनपछि फोन गर्छु हेटौडा आइपुगे भन्छन्, एकछिनपछि फोन गर्छु पथलैया भनिन्, एकछिनपछि फोन गर्छु सिमरा, एकछिनपछि फोन गर्छु वीरगञ्ज है। लास्ट गएर त लास्ट गएर अनि कहाँ आयो भनेर फोन गर्दा मोबाइल त अफ छ। हेर्नु मोबाइलै अफ गरिदिनु। अनि यहाँ चाहिँ मैले आउँछिन् भनेर पुरा मासु पकाएर राखेको, मिठो मिठो परेको। यो चाहिँ उसको एकदम झुटो बोल्ने बानी चाहिँ उसको मलाई पनि मन पर्दैन। नराम्रो बानी पनि उसको हेर कान्छी मम्मी। यो बानी चाहिँ सुधार हो। ओके छ त। सुधार्ने कि नसुधार्ने? सुधार्ने बेटा। सुधार्ने नि।
आजबाट जसले फोन गरे पनि म जहाँ छौ त्यही भन्नु ओके ठिक छ नि ल यता भएर के भन्न चाहन्छु मेरो युट्युबको च्यानलहरूलाई भनिदेऊ के नि भन्दिनँ म त भन न यता हेरेर आउँदैन म बोल्न त्यस्तो सबैजनालाई नमस्ते मेरो छोरीको युट्युब च्यानललाई सबजनाले लाइक कमेन्ट सबैजनालाई सेयर नमस्ते मेरो छोरीको युट्युब च्यानल लाइक सब्सक्राइब सबैले गरिदिनु आचारहरू बनाउनुहुन्छ उसले आचारमा पनि फलो गर्नु उसले मिठो मिठो आचारहरू बनाउँछ लप्सीको बफ चिकन सिद्रा मुला सबैको बनाउँछ ल मेरो साथीलाई साथ दिनु मेरो छोरीलाई धेरै धेरै प्रगति गरिदिनु उहाँलाई माया सम्मान गरिदिनु ल हाम्रो साथीहरू सबैले हस् त नमस्ते बाई फेरि अर्को भिडियो लिएर म आउनेछु मेरो आमाको बाई आमा र म जस्ट मजाकको लागि मात्रै हो अन्यथा नसोच्नु होला हेपी आमालाई भनेर कसैले नभन्नु होला है एउटा मजाक हामीले सल्लाह गरेरै मजाकको भिडियो बनाऊँ भनेर नै मैले बनाएको हो हस् त बाई लभ यु अल लभ यु